3 वर्षीय बालिका बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल। भिडियो खिचेर सार्वजनिक गर्ने प्रहरीलाई फौजदारी कसुरमा कारबाही। प्रहरीको अनुसन्धान प्रक्रियामाथि नै प्रश्नै प्रश्न। बाराको सिमरामा 3 वर्षीय बालिका बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल छ। बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका 16 वर्षीय किशोरले घटनाबारे सिलसिलेवार बयान दिएको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल भएसँगै अनुसन्धानकर्तामाथि गम्भीर प्रश्न उठेको छ। हत्कडी लगाएका आरोपित किशोरले हाँस्दै घटनाबारे बताउँदा साथमा 2 जना प्रहरी सार्वजनिक भिडियोमा देखिन्छन्। उनीहरूसँगै अर्का 2 जनाले मोबाइलबाट भिडियो खिचिरहेको दृश्यमा देखिन्छ। जघन्य प्रकृतिको घटनाको अनुसन्धान निकै सचेतनापूर्वक र गोप्य रूपमा गर्नुपर्ने भए पनि प्रहरीले सो घटनाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको सरकारवालाहरू बताउँछन्। जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 1 मा बालिका भदौ 2 मा मृत भेटिएकी थिइन्। घरबाट हराएको 3 दिनमा अबोध बालिका मृत भेटिएकी हुन्। बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। घटनामा संलग्न आरोपमा भिडियो बयान दिने किशोर र प्रदीप खड्का सहित अहिलेसम्म 9 जना पक्राउ परेका छन्। भिडियोमा बोलेको किशोरको बयानको आधारमा अर्का आरोपी खड्का पक्राउ परेका हुन्। गम्भीर प्रकृतिको घटनामा अनुसन्धान अधिकृतहरूले गरेको लापरवाहीले प्रश्न उब्जिएको छ। अनुसन्धानको क्रममा भएको विषय र आरोपीको भनाइ सार्वजनिक भएसँगै प्रहरीको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको छ। बालिका हराएको सूचनालाई व्यवस्था गरेको र अनुसन्धानमा लापरवाही गरेको भन्दै स्थानीयले प्रदर्शन गरेपछि बारा स्थित इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत डीएसपी दिलीप छेत्रीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएर अर्का डीएसपी दया कृष्ण भट्टलाई पठाइएको छ। राज्यको माथिल्लो निकायले घटनालाई गम्भीर रूपमा लिए पनि जिल्लामा कार्यरत अनुसन्धान अधिकृतहरू र प्रहरी कर्मचारीले घटनालाई यस्तै त हुने भने जसरी बुझ्ने गरेको प्रहरीका अधिकृतहरू बताउँछन्। आरोपी किशोरलाई मेडिकल परीक्षण गर्न लैजाँदा अस्पतालमा भिडियो बनाएको र त्यही भिडियो लिक भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। अहिले बलात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी पक्राउ परेका छन्। उनलाई फौजदारी कसुरमा कारबाही अघि बढाउने तयारी भएको छ। भिडियो खिच्ने समूहमा 5 जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको छ। उदयपुरको बेलका नगरपालिका 5 जहडामा स्कुल बस र अटो एक आपसमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएका छन्। सोमबार बिहान पौने 10 बजेको समयमा सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को प्र 050001 ह 0613 नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को 1 ख 3516 नम्बरको सफल आदर्श इङ्ग्लिस बोर्डिङ स्कुलको बस एक आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अटोमा सवार 5 जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि बीपी करेला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा अस्पताल धरान ल्याइएको छ। उपचारका क्रममा बेलका नगरपालिका 5 की करिब 34 वर्षीय मन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनालाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा अटो चालक बेलका नगरपालिका 5 का करिब 28 वर्षीय इन्द्र थापा गम्भीर घाइते भएका छन्। यस्तै विराटनगर महानगरपालिका 12 का 19 वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको छ भने बेलका नगरपालिका 5 का 18 वर्षीय रोशन मगर पनि गम्भीर घाइते भएका छन्। उनीहरू 3 जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली घटनास्थल हटिएको थियो। प्रहरीले दुर्घटनामा संलग्न बस र बसका चालक बेलका नगरपालिका 5 का करिब 36 वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।